बालेन्द्र सरकारलाई खाम्सा हमनिदा धन्यवाद। एलानी जग्गामा 35 वर्षदेखि हामी बसोबास गरिरहेका थियौँ। मेरी आमा साह्रै दुखी हुनुहुन्थ्यो कि यो सरकारले त अब एलानी जग्गामा बसोबास गर्नलाई पनि हटाउँछ अरे, भगाउँछ अरे, यो घरहरू सबै भत्काइदिन्छ अरे भनेर मेरी आमा साह्रै डराउनु भएको थियो। कता कता मलाई पनि डर लाग्दै थियो अघिल्ला केही कार्यहरू देख्दाखेरि। तर कोशी प्रदेशका विभिन्न उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाहरूमा बसोबास गरेका एलएनी जग्गा धनीहरूलाई अब सरकारले लाल पूर्जा वितरण गर्दैछ। पहिलो चरणको काम सुरु भइसकेको छ। सुरुमा यहाँ देखाइएका नगरपालिका, गाउँपालिका, उपमहानगरपालिकाहरूका मा बसोबास गर्ने मानिसहरूलाई लाल पूर्जा दिन लागि रहेछ। बिस्तारै बिस्तारै समग्र देशैभरिका एलएनी जग्गाको समस्या हल हुनेवाला छ। धन्यवाद बालेन्द्र सरकार। हाम्री आमा खुसी हुन्छन्। अब आमालाई भोट हाल्दा मैले जबरजस्ती बालेन्द्रलाई भोट हाला भनेर थिएँ होइन, हालिरहेको थिएँ नि। हिजो अस्तिदेखि आमा दुखी हुन थाल्नु भएको थियो। भोट हाल्न भनिस् अब हाम्रो उठीबास लाग्यो भन्दै हुनुहुन्थ्यो। तर बालेन्द्र शाहलाई थाहा छ नि त कहाँ के गर्ने, कसलाई कसरी व्यवस्थापन गर्ने भनेर। को जनता कसरी खुसी हुन्छन्। जय बालेन्द्र, जय रासोपा।